2080 साल साउन महिनाको 15 गते गोल्डकुस्ट टेस्ट गर्नको लागि म नजिकैको ल्याबमा पुगे। त्यो साँझ व्हाट्सएपमा तत्काल अस्पताल जाने सुझाव सहित रिपोर्ट आयो। सामाजिक सञ्जालमा राखिएका ससाना भिडियो क्लिपले निकै अत्यायो। र्यान्डम सुगर चेक गर्दा हातबाट रगत ननिस्किएर 8-10 पटकसम्म घोच्नुपर्ने हुन्थ्यो। गर्भवती महिला र बच्चा भइसकेका आमाहरूको बारेमा आएका विभिन्न नकारात्मक समाचारहरूले आफूलाई पनि निकै अत्याउने रहेछ, जसले गर्दा मानसिक रूपमा विक्षिप्त बनिने रहेछ। गर्भावस्था भनेको खुसी मात्र हो भन्ने मलाई लाग्थ्यो, तर बिचमै शरीरले ठुलो चेतावनी दियो। आमा बन्ने खुसी सँगसँगै एउटा ठुलो डर पनि थपियो, जेस्टेसनल डायबिटिज अर्थात् गर्भावस्थामा देखिने मधुमेह। त्यति बेला यो बारेमा मलाई जानकारी नभएकोले मैले आफूले सँगालेको अनुभवहरूले तपाईलाई पनि केही सहज हुन्छ कि भनेर यो भिडियो बनाएको छु। नमस्कार, म निशा ओली। मैले गर्भावस्थामा भोगेका कुराहरू तपाईहरुमाझ सेयर गर्दैछु। अब सुरु गरौँ मेरो गर्भावस्थाको यात्रा। यसका लागि केही समय पछाडि फर्किनु पर्ने हुन्छ। पेटमा बच्चा बसेदेखि नै मैले काठमाडौँको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा जाँच गराइरहेको थिएँ। डाक्टरले 24 हप्ता अर्थात् 6 महिनामा गोल्डकुस्ट टेस्ट गरेर रिपोर्ट लिएर आउनु भन्नुभएको थियो। 2080 साल साउन महिनाको 15 गते गोल्डकुस्ट टेस्ट गर्नको लागि म नजिकैको ल्याबमा पुगे। त्यो साँझ व्हाट्सएपमा तत्काल अस्पताल जाने सुझाव सहित रिपोर्ट आयो। सुगर लेभल अत्याधिक बढेकोले मैले तत्काल डाक्टरलाई सम्पर्क गरेँ र भोलिपल्ट अस्पताल पुगे। उक्त रात मैले गुगल लगायत अन्य सामाजिक सञ्जालमा गर्भावस्थामा हुने मधुमेहको बारेमा धेरै खोजीनीति गरेँ, जसको कारण म नकारात्मकताको शिकार भएँ। अल्पज्ञान भयङ्करम भने जस्तै मेरो मनमा पनि अनेक प्रकारको बेचैनी भयो। सामाजिक सञ्जालमा राखिएका ससाना भिडियो क्लिपले निकै अत्यायो। भोलिपल्ट अस्पताल गएँ। सुगर मोनिटरिङका लागि अस्पताल भर्ना हुनुपर्ने नै भयो। सुरुको केही दिन अत्याधिक पीडादायी रह्यो। दिनमा 3 पटक ल्याब र 5 पटक वार्डमै र्यान्डम सुगर चेक गर्दा मेरा हातका औँला र नाडीका नसाहरू निल्ले भएका थिए। अस्पताल भर्ना भएको दिनबाट नै इन्सुलिन लगाउन सुरु भयो। सुईदेखि अत्याधिक डर लाग्ने म दिनहुँ सुईकै भरमा बाँच्ने भइसकेको थिएँ। अस्पताल भर्ना भएको 3 दिनपछि अब तपाईले सधैँ इन्सुलिन लगाउनु पर्छ भनेर इन्सुलिन पेन किन्न लगाउनु भयो। त्यसका साथसाथै र्यान्डम सुगर चेक गर्ने मेसिन पनि किन्यौँ। सुरुमा इन्सुलिन लगाउँदा मेरा हातहरू थरथर काम्थे, तर बिस्तारै बानी भए। अस्पतालको सकारात्मक वातावरणले क्रमशः मनको डरहरू हराउँदै गयो। अस्पताल बसाइको क्रममा मैले डाक्टर नवराज केसीको शून्यको मूल्य, जसमा मलाई मन परेका हरफहरू 10-15 चोटिसम्म पढे। डाक्टर ओम मूर्ति अनिलको जीवन्त सम्बन्ध, डाक्टर भगवान कोइरालाको हृदय र डाक्टर भोला रिजालको सेतो कोट पढे। अस्पताल बसाइको क्रममा नियमित रूपमा दिनको 5 पटक र्यान्डम सुगर चेक भयो। सुगरको लेभल अलिकति बढेको देखाउने बित्तिकै ल्याबमा लगेर समेत चेक हुन्थ्यो। अस्पतालको खानाले सुगर बढेको भान भएर हामी आफ्नै रिक्समा 19 दिनको अस्पताल बसाइपछि घर फर्कियौँ। घर फर्किएपछि मैले के गरेँ त? चिकित्सकको सल्लाह अनुसार नियमित रूपमा खाना खानु अघि इन्सुलिन लगाए र खानापछि औषधि सेवन गरे। दिनको 5 पटक नियमित रूपमा सुगर प्रोफाइल चेक गरे। र्यान्डम सुगर चेक गर्दा हातबाट रगत ननिस्किएर 8-10 पटकसम्म घोच्नुपर्ने हुन्थ्यो। खाना खाइसकेपछि आधा घण्टा नियमित रूपमा हिँडे। विष्णु सहस्रनाम र हनुमान चालिसाको नियमित पाठ गरे। सकारात्मक सन्देश दिने र आफूलाई मनपर्ने चलचित्रहरू हेरे।
सामाजिक सञ्जालमा आउने स्वास्थ्य सम्बन्धी जानकारीहरूबाट टाढै बसे। नियमित जाँच गराइरहेका स्त्रीरोग विशेषज्ञ र मधुमेह विशेषज्ञको कुरा मात्र सुने। हप्तामा 2 पटक फलोअपमा गएँ। डाक्टरले बोलाएको दिन म जसरी पनि अस्पताल पुगेकै हुन्थे। दैनिक 5 प्रोफाइल सुगर टेस्टको रिपोर्ट लिएर प्रत्येक हप्ता म मधुमेह विशेषज्ञलाई भेट्न अस्पताल पुग्थे। हप्ताभरिको रिपोर्ट हेरेर इन्सुलिनको मात्रा घटबड हुन्थ्यो। मैले बिहान 34 र बेलुका 24 युनिटसम्म इन्सुलिन लगाए। रिपोर्ट अनुसार कहिले 500 mg त कहिले 1000 mg सम्मको औषधि खाए। यही इन्सुलिनको मात्राबाट पनि थाहा हुन्छ सुगरले मलाई कति दुःख दिएको थियो। यस्तो अवस्थामा सामाजिक सञ्जालबाट टाढै भएको राम्रो हुने रहेछ। गर्भवती महिला र बच्चा भइसकेका आमाहरूको बारेमा आएका विभिन्न नकारात्मक समाचारहरूले आफूलाई पनि निकै अत्याउने रहेछ, जसले गर्दा मानसिक रूपमा विक्षिप्त बनिने रहेछ। खानपानमा विशेष ध्यान, पेटमा रहेको शिशुलाई पनि आहार चाहिने र सुगर पनि मेन्टेन गर्नुपर्ने भएकोले एकदम दोधार हुने रहेछ। तर पोषणविदको सहयोग लिएमा यो दोधारबाट पनि मुक्ति पाइन्छ। नियमित चेक जाँच र डाक्टरहरूसँगको सहकार्यले बच्चा जन्माउन मलाई कुनै समस्या भएन। बच्चा जन्माइसकेपछि पनि अस्पताल बसाइको क्रममा 5 दिनसम्म मलाई 5 प्रोफाइल सुगर चेक गराइयो। रिपोर्ट नर्मल आएपछि औषधि र इन्सुलिन छुटाएर घर पठाइयो। 3 महिनासम्म जेरी, रसबरी, मिठाई लगायतका गुलियो खानेकुरा नखान सुझाव दिनुभएको थियो। 3 महिनापछि चेक गर्दा पनि मेरो सुगरको रिपोर्ट सामान्य नै आयो र म जेस्टेसनल डायबिटिज अर्थात् गर्भावस्थामा देखिने मधुमेहबाट छुटकारा भएँ। पहिलो बच्चाको पालामा सुगर भएका आमाहरूलाई दोस्रो बच्चाको पालामा पनि सुगर देखिनु सामान्य रहेछ। दोस्रो बच्चाको पालामा पनि 7 हप्तामा नै मलाई सुगर देखियो। अस्पतालको बसाई, इन्सुलिन र सुगर प्रोफाइल चेक पहिलाको जस्तै दोहोरियो। पहिलो बच्चाको पालामा धेरै कुराहरू थाहा भएको हुनाले दोस्रो बच्चाको पालामा खासै डर थिएन। धेरै कुराहरू आफैलाई थाहा भइसकेको थियो। अस्पतालको चिकित्सकहरूसँग पनि नजिकैको सम्बन्ध भइसकेको थियो। मेरो पहिलो बच्चा 2080 साल कार्तिक 8 गते र दोस्रो बच्चा 2081 साल माघ 9 गते जन्मिएका हुन्। पहिलो र दोस्रो 14 महिना 22 दिन फरकमा जन्मिएका हुन्। दोस्रो बच्चाको पालामा सुरुदेखि नै इन्सुलिन लगाउनु परेकाले जति सक्दो चाँडो इन्सुलिनबाट मुक्त हुने चाहना नभएको होइन, तर पहिलो बच्चाको चाहिँ दोस्रो बच्चाको पालामा पनि बच्चा जन्मिसकेपछि मात्र औषधि र इन्सुलिनले मेरो साथ छोडे। त्यो दिन म संसारको सबैभन्दा धेरै खुसी भएको थिएँ। मेरो भोगाई, गल्ती, सिकाइ, नकारात्मकतादेखि सकारात्मकतासम्मको यात्रा सुनेर तपाईले पनि केही सिक्नुभयो भन्ने अपेक्षा राखेको छु। नियमित डाक्टरको परामर्शमा रहेर खानपिनमा ध्यान दिने, औषधि, इन्सुलिन, योग, हल्का शारीरिक कसरत, सकारात्मक सोच र कुनै एउटा नयाँ जीवन मेरो भरमा बाँचेको छ भन्ने सोचेर अगाडि बढे सुगरलाई सहजै जित्न सकिने रहेछ। गर्भावस्थामा जेस्टेसनल डायबिटिज सामान्य भए पनि सचेत हुनु अत्यन्तै जरुरी छ। मैले अनुभव गरेँ, तपाईहरू चाहिँ समयमै ध्यान दिनुस् है त। तपाईले पनि जेस्टेसनल डायबिटिजको अनुभव सँगाल्नु भएको छ भने कमेन्टमा लेख्नुहोला। हाम्रो भेट अर्को भिडियोमा फेरि हुनेछ। हस् त, धन्यवाद।